हेलो नमस्ते अनि स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल बेस्ट आइपिओ नेपालमा। यस च्यानलमा रहेर विभिन्न प्रकारका एफपिओ आइपिओ त्यस्तै सेयर मार्केट र स्टक मार्केट सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। साथै साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनु होला। साथीहरू, आजको यस भिडियोमा रहेर हामी ओम मेगाश्री फार्मास्युटिकल पीवीटी कम्पनीको बारेमा कुरा गर्नेछौँ। यस कम्पनीको आइपिओमा कतिले अप्लाई गरे त र 10 किताका दरले कतिलाई यस कम्पनीको आइपिओ पर्नेछ त र त्यसै गरी यस कम्पनीको आइपिओ बाँडफाँड भने कहिले होला त। यस कम्पनीको सेकेन्डरी मार्केटमा ओपनिङ रेन्ज कतिदेखि कतिसम्म होला त र यस कम्पनीको आइपिओ तपाईँले परेको खण्डमा कतिसम्म फाइदा गर्न सकिन्छ र यस कम्पनीको इपिएस नेटवर्थको बारेमा पनि हामी कुरा गर्नेछौँ। मेगाश्री फार्मास्युटिकल कम्पनीले गत फागुन 27 गतेदेखि चैत्र 3 गतेसम्म सर्वसाधारणका लागि प्रति किता रु 100 का दरले भर्न मिल्ने गरी 14,76,000 किता सेयर निष्कासन गरेको थियो। यस कम्पनीले 1,80,000 किता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको थियो। गरी 90,000 किता म्युचुअल फन्डलाई र 54,000 किता यस कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि सेक्योर गरी बाँकी रहेको 14,76,000 किता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो। यस कम्पनीको आइपिओमा जम्मा 19,88,836 जनाले आवेदन दिएका छन् भने 1,47,600 जनाले 10 किताका दरले यस कम्पनीको सेयर हात पार्न सक्नेछन् र बाँकी 18,41,236 जनाको हात भने खाली रहने देखिन्छ। यस कम्पनीको नेटवर्थ तथा इपिएसको कुरा गर्दा यस कम्पनीको नेटवर्थ पर सेयर भने 105.03 रहेको छ। त्यस्तै अर्निङ पर सेयर यानि कि इपिएस आरएस 3.30 रहेको छ। केयर रेटिङबाट यस कम्पनीलाई BB रेटिङ प्रदान गरेको छ। साथीहरू, यदि यस कम्पनीको एफपिओ हामीलाई हात परेको खण्डमा नेप्सेमा सेकेन्डरी मार्केटमा यस कम्पनीको ओपनिङ रेन्ज भने आरएस 90.17 देखि 270.51 सम्म रहने छ। यस कम्पनीको ओपनिङ रेन्जमै 2 देखि 3,000 सम्म नाफा हुने देखिन्छ र त्यस्तै केही समय होल्ड गरिएको खण्डमा 1,000 को लगानीमा 8 देखि 10,000 सम्म हामी सजिलै कमाउन सक्ने सम्भावना एकदमै प्रबल रहेको देखिन्छ। भिडियो सामग्री मन पर्छ भने लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनु होला। यस कम्पनीको आइपिओ बाँडफाँडको विषयमा संस्थाले औपचारिक रूपमा डेट फिक्स गरेको छैन, तर पनि आउने साताको सुरुवातमा यस कम्पनीको आइपिओ बाँडफाँड हुन सक्ने चाहिँ प्रबल सम्भावना रहेको देखिन्छ। भिडियोलाई अन्तिम समयसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद।